सो हे गाइज वेलकम ब्याक टु माई डेली न्यू ब्लग। आजको ब्लगमा म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। होइन के हो आज त्यसले बाटोमै ब्लग स्टार्ट गर्दैछ त कहाँ जानु लागेको भन्ने सोच्नु भयो होला। अनि आज चाहिँ म जानु लागेको बागलुङतिर। किन बागलुङतिर जानु लागेको भन्ने सोच्नु भयो होला। अन्तिमसम्म हेर्नु गाइज थाहा नै पाउनुहुन्छ है। खास कुरो के भन्दाखेरि गाइज घर बस्दा बस्दा झ्याउला लागेको थियो मलाई चाहिँ। अनि त्यही भएर काँजाम भइरहेको थियो। अनि त्यसपछि म पनि चल्दिएँ बागलुङ फुपूको घरतिर। अनि अस्ति नैदेखि फुपूले चाहिँ आइज भन्दै हुनुहुन्थ्यो। अनि मेरो पनि त्यति मेसो मिलेर म हिँड्ने पाइरहेको थिइनँ। अहिले चाहिँ घरको काम सबै सकेर मगसके गोडेर अनि सबै काम सकिएपछि अनि बल्ल हिँडेको। अनि गाइज यो 12 बजे घाममा हिँडेको लास्टै परिरहेको थियो। अनि जस्तो जस्तो गाडीमा पनि पुग्छु म। बसमा त पुगे गाइज तर भित्र त सबै खाली पो रहेछ। जता बसे पनि आफ्नै कोचेर बस्न भन्दा गाइज यसरी फ्री भएर जाँदाखेरि छुट्टै आनन्द के होइन। बसमा चाहिँ एकदम हिँड्न चाहिँ बानी पार्नु पर्ने रहेछ गाइज। लास्टै मजा भने बसमा हिँड्न। पहिला त गाइज होइन मलाई थोरै गाडीमा चढे पनि एकदम रिङ्गटा लाग्ने बमिट आउने हुन्थ्यो। अनि अहिले त गाइज साधन बिग्रेको भएर पनि होला होइन जता पनि हिँड्न परिरहेको छ नि त घरि यता घरि उता। अनि त्यही भएर पनि मलाई खासै रिगौटाहरू केही पनि लाग्दैन है। अनि गाइज फाइनली म पृथ्वी चोक पनि आइपुगेँ। अनि त्यसपछि झ्यालबाट यसो टाउको निकालेर हेरेको त अन्टीलाई पो देख्छु। आमामा होइन चितवनको अन्टी यहाँ पोखरामा मैले कताबाट देखेँ भने छक्क पऱ्यो। अनि त्यसपछि मैले हेरेको अन्टीलाई बोलाएको सुन्दै सुन्नु झन् उता जानुहुन्छ। अनि त्यतिकैमा गाडी पनि हिँडिहाल्यो। त्यसपछि गाडी पिछा फेर्न रोकेको थियो। अनि त्यो सबैजना पिछा फेरेर गाडीभित्र पसिसक्यो। अनि झ्यालबाट यसो हेरेको त औसेली पो देख्छु। म पनि कुदेर गएँ औसेली खानको लागि। अनि यो चाहिँ मेरो सिजनको फर्स्ट टाइम हो गाइज औसेली खानु चाहिँ। अनि त्यही भएर म पनि कुदेर गएर खाइदिन्छु। भर्खरै पुगेर औसेली केटी पनि लागेको थिएँ। दाइहरूले त अनि के हो भाइ आउन छिटो आऊ भन्दै थिएँ। बोलाएको थिएँ। त्यसपछि म पनि सुने नसुने झै गरेर बसिरहेको थिएँ। लास्टमा एउटा बाहना पार्छु भनेर हेडफोन लगाएको थिएँ नि त। अनि दाइ सुन्दै सुनिन भनिदिन्छु भनेर बसिरहेको थिएँ। अन्त खलासी दाइ चाहिँ रिसाउनु भएन किनभने दाइसँग म पहिल्यै मिलिसकेको थिएँ। पहिला यस्तो मिठो कुरा हान्नुभएको थियो। अनि त्यही भएर चाहिँ दाइ चाहिँ मसँग रिसाउनु भएन। त्यसपछि बस पनि हिँड्यो गाइज। अनि भ्यू हेर्दै मजा लिँदै हिँडेँ। बागलुङतिरको भ्यू चाहिँ यस्तो राम्रो है गाइज होइन। डाँडा काँडा अनि त्यो बारीहरू यताउति कस्तो दामी छ कि त्यहाँको भ्यू चाहिँ त्यो हेर्दै मस्त हिँडिरहेको थिएँ म पनि। अनि गाइज आजभोलि त्यति रेगुलर भिडियो हाल्न पाइरहेको छैन। घरि के हुन्छ घरि कता जानुपर्ने घरि बत्ती जाने नेट नचल्ने यस्तै भइरहेको छ गाइज। गाह्रो नमानिदिनु होला। अनि गाइज माया पनि देखाइदिनु होला है त। अनि गाइज यत्तिकैमा हामी कुसमा पनि पुग्छौँ। अनि कुसमा पुगेर मैले डाइरेक्ट काउन्टरमा गएर पैसा दिन्छु किनभने मैले गाडी भाडा दिएको थिएन कि। अनि त्यहाँबाट चाहिँ मसँग अनलाइन थियो नि त क्यास थिएन। त्यो भएर दाइले यहाँ देऊ भाइ भन्नुभयो। अनि त्यसरी म त्यहाँ गएर दिएँ। अनि गाइज मेरो फाइनल डेस्टिनेसन पनि आयो र अनि गाडीबाट म झरेर हिँड्न पनि लागेँ। अनि गाइज फुपूको घर चाहिँ हाइवे भन्दा अलिकति माथि नै पर्छ। हल्का डाँडो चढ्नु पर्ने हुन्छ। म चाहिँ यो डाँडो चढेर जानुपर्ने हुन्छ। अनि गाडीबाट झर्न साथ म तपाईँलाई लिन आउँछु दाइ भन्दै थिएँ भाइले। अनि यताउति हेर्छु यत्रो बाटो आइसक्यो कतै पनि भाइलाई देख्दिनँ। ठिकै छ एक्लै भए पनि जान्छु चिनेकै बाटो हो के अरे भनेर म पनि गएँ। तर लास्टै घाम लाग्छ गाइज है। लास्टै गर्मी भइरहेको थियो। पहिला थियो लास्टै तर घाम लाग्थ्यो यता बेलुका भए पनि। फाइनली म पनि घर आइपुगेँ गाइज। अनि त्यसपछि घर आउन साथ भाइले त मलाई औसेली ल्याएर दिइराखे। आम्मामा यति धेरै माया। अनि खै त नि यो भिडियोमा त मैले भाइलाई देख्दैन त भन्नुभयो होला गाइज। अर्को भिडियोमा पक्का ल्याउने छु भाइलाई चाहिँ। म पनि घर आएर कपडा सपडा फेरेर बसेँ। अनि आजको लागि यति गाइज। थ्याङ्क यू फर द वाचिङ। बाइ बाइ।